हेलो एभ्रिवान। आज मैले यस्तो खालको घिउ कमिलाको बारेमा सानो जानकारी लिएर आएको छु। हुन त सबैलाई थाहा हुन पनि सक्छ, तर नहुनेहरूको लागि चाहिँ यो एकदम उपयुक्त हुन्छ। यो खालको कमिलाले हाम्रो भान्साघरमा हामीलाई निकै परेशान गरेको हुन्छ खानेकुरा खाइदिएर। विशेष गरी फ्रिजमा राख्न नमिल्ने खानेकुराहरूको लागि चाहिँ यो टिप्स चाहिँ एकदम राम्रो हुन्छ। हेरौँ है त कसरी हो। ल हेर्नुहोस्, मैले यहाँ दहीको लागि एउटा जानकारी लिएर आएको छु। दही जमाउँदाखेरि फ्रिजमा राख्नु नमिल्ने र यसमा चाहिँ के गर्न सकिन्छ भने एउटा भाँडोमा पानी लिने, यसमा पानी राख्ने, पानी राखेर यो जमाउने भाँडो चाहिँ यो पानी माथि राखिदियो भने कमिला यसमा आउन सक्दैन। दुधहरू पनि यसरी राख्न सकिन्छ फ्रिजमा राख्न नसकेको खण्डमा, र यसलाई छोपियो भने कमिला कतैबाट पनि पस्दैन। यो टिप्स हजुरहरूको लागि उपयुक्त हुनसक्छ। अर्को भनेको चाहिँ चक हो। यो लक्ष्मण रेखा, यो पनि जे सामानमा कमिला लाग्छ त्यसको वरिपरि लगाइदिएर पनि कमिला भाग्दछ। हजुरहरूले पनि ट्राई गर्नुहोला। थ्याङ्क यू फर यर टाइम।